हेलो गाइस, आज मेरो बर्थडे हो। अनि के भन्छ अन्त अनि मासु भात खान आँटेको अब मासुहरू रेडी छ, पाक्दै पनि छ। भेराइटी अफ भेराइटीको छ। यता छोरी चाहिँ भुजा खाँदैछ, नाकमा नि पसेछ। आज मम्मीको बर्थडेमा ताली पड्काउनुपर्छ। यता छ हाम्रो जुङखुरी मायाहरू, एकदम ह्यान्डसम भइरहेछ अन्त राम्रो। यता हेर्नुहोस्, हाम्रो चाहिँ अचार छ, यहाँ चाहिँ आलुदम छ, सब मैले बनाएको। यो चाहिँ यहाँ माछा छ, चाहिँ यो गाजर हो। धन्य घोप्ट्यो, सामान नहलाउ न तिमी त्यहाँबाट। अनि यहाँ चाहिँ सुँगुरको मासु छ, एकदम ब्रोइलरको मासु चाहिँ चल्दैन र यहाँ हामीले तल लुकाएको छौँ। यसो लसपस हुन्छ भनेर यहाँ चाहिँ ब्रोइलरको मासु। अनि हाम्रो चाहिँ पुलाउको लागि रेडी। यता हुन्छ मेरो फुपू कुकमेन, यता बोल्नु फुपू जस्तै फुलौरी बनाउनुहुन्छ। पुलाउ पकाउनेलाई पुलौरी भन्छ हैन? खै के भन्छ, एकदम मिठो पकाउनु है, तपाईँको तारिफ गरोस्। अब यता बर्थडे गर्ल के भन्नु छ आज, तर बर्थडे चाहिँ अरे, तर केक बिनाको बर्थडे आज। मेरो छोरी चाहिँ भुजा खाँदैछ। यहाँ त मेरो भाइ छ। ओ बहिनी त हेर, भाइ हो कि बहिनी भनिदिनुहोस्। यहाँ छ एउटा भाइ मस्केर। तिम्रो नाम के हो भन्दै हो? तिम्रो नाम भन्, तेरो नाम? यहाँ छु बर्थडे गर्लको बहिनी। पापड चाहिँ हाम्रो यहाँ छ, देखाउने बिर्सेछु साथीहरू तपाईँलाई। पापड छ यहाँ, अर्को कता छ हाम्रो पापड? अर्को त कता पसिगयो छ यहाँ त, व्यस्त छ यिनीहरू। पुलाउको लागि रेडी हुँदैछ। कस्तो दामी पुलाउ। यो चाहिँ बर्थडे गर्लको गिफ्ट। ओइ ला, यो बर्थडे गिफ्ट तँलाई अगाडि नै लु लगा छिटो। यहाँ छ सो क्युट ताली, छिटो लगा छिटो। गिफ्ट यहाँ देखा, अनबक्सिङ गिफ्ट कस्तो लाग्यो भने गिफ्ट बर्थडे गिफ्ट राम्रो मात्रै लाग्छ। भिडियो बनाउँछु छिट्दिन न। बर्थडे गर्ल चाहिँ आइसक्नु भएको छ, एकदम राम्री भएर। कस्तो उयो आयो किरिङ, कस्तो लाग्यो गिफ्ट भन्? किन भिडियो भएन क्या? यहाँ सरप्राइज भाइले दिन आँटेको अरे। देखाउँदैछु त। राख्दिन न त्यहाँ हैन ल दिने त। यो चाहिँ फुपूको तर्फबाट केक गिफ्ट। अनि यो फ्लावर। यहाँ छ आमा छोरी। ताली बजाऊ छोरी, ताली बजाऊ। खोइ अरु पनि अट्नु पर्छ नि। बर्थडे ग्याङ। ओ भाइ हेलो भन्। स्पेशल लाइटर। यस्तो मुखमा यस्तो राख्न, यस्तो हातमा एउटा नानी यताले नि त म बोक्दिन्छु। त्यस्तो सिम्पल। अब यो झिरझिरे पनि त गर्नु पर्यो नि त। अनि यहाँनिर गर्नु, यहीँनिर लाग्छ होला, यहीँनिर गर अलिक यता।
ल दे बाजेलाई पहिले बाजे आ गर्नु बाजे ज्वरो के भयो उसको त रङ फेरि हाँसेर बिहोस छ टिका चाहिँ लगातार दाजुले सेतो लगाइदिएछ मैले रातो लगाइदिएको ल मेरो नातिले लाम खानु गम्दै उता दे न उता अहिले यसले बर्थडे सिद्धिने बित्तिकै गिफ्ट दिएकोले भन्छ है यसले ठुलो हाल्यो भने त मुखमै अड्दैन फेरि यताउति लाग्छ ऊ बाजेले निकाल्नु भयो हत्तीको नोट बिहोस थाप अन्त नि आमा यता फेरि निकाल्नु भयो तुम्हाले अर्को ठुलो हत्ती आफै किन्नु हामी चाहिँ फ्रीको के खाने हामी दुईजना चाहिँ हाम्रो चाहिँ साथीहरू पुलाउ पनि एकदम दामी भएको छ खतरा भएछ पुलाउ चाहिँ यहाँ पनि छ पुलाउ जाडोमा त ठिक छ त खानेकुरा तुम्बाला भनेको तिमीलाई होइन तिमी त भुइँमै बस्छौ नि लो के को खानु कान दिदी खानु भएको बर्थडे घर कस्तो लाग्यो खानेकुराहरू भन्नुहोस् मासु अगाडि आएपछि सक्यो बोल्नु पनि छोड्दैछ इग्नोर हान्दैछ त भाइ कस्तो लाग्यो भन खानेकुरा साम्या फुपू त खानै पाउनु भएको छैन खानै पाएको छैन अब कहाँबाट खा यस्तो छ भन्नु त लाइसिमबाट भन्नु ल कस्तो छ मासु एकदम मिठो छ कसले को अरे कुकिङ आजको म को नाम के हो नाम डन हो ए ल ठिक छ